हेलो एभ्रिवान, म इराज पराजुली। सबैजना आराम छौ त? ल ठिक छ। आजभोलि म चाहिँ आराम छैन होला, ठिक छ। सबैजना आरामै छौ, सायद म आराम छैन र आज मेरो घाँटीमा एकदम प्रब्लम भइरहेछ, जसको कारणले म अगाडि नै इन्फर्म गरिहाल्नु भएर आज मेरो अलिकति त्यो एनर्जी पहिला जस्तो नहुन सक्छ र म ट्राई चाहिँ गर्छु र ठिक छ है। अब मेडिसिन पनि खाएपछि मान्छे झन् झ्याप जस्तो हुन्छ, एकदम अप्ठ्यारो हुन्छ, ठिक छ। तर म अगाडि नै इन्फर्म गरिहाल्छु र कि कन्टेन्टमा त हाम्रो केही कम्प्रोमाइज हुँदैन, तर आज थोरै तिम्रो म अलिकति अनवेल भएको कारणले थोरै तिमीलाई यहाँ अलिकति कम्प्रोमाइज गर्नुपर्न सक्छ होला, ठिक छ है। र अर्को कुरा म इन्फर्म गरिहाल्नु भएर कि टिचिङ भनेको एक किसिमको तिम्रो एक्टिङ जस्तै हुन्छ र, ठिक छ। कि सधैँ तिमी 24 घण्टा आफ्नो काम गरिरहेको बेलामा, ठिक छ, त्यही हाई एनर्जीमा रहन्छौ भन्ने छैन र। तर फेरि हामीले पढाउनु फेरि यसरी पढाउनु पर्यो कि म एकदम ठिक छु र होइन, मलाई एकदम मजा आइरहेछ, त्यसै पढाउनु पर्छ। कहिलेकाहीँ तिमीलाई भित्रतिर गाह्रो भइरहेको हुनसक्छ र है, अब त्यो एक्ट गर्नुपर्छ एज इफ आई एम वेल र। त्यही भएको कारणले आज थोरै म त्यही गर्दैछु र, ठिक छ है। त्यही भएर थोरै तिमीले कन्सिडर गर्नु पर्यो र, ठिक छ है। र आज हामी यहाँ एकैछिन ढुकाइदिनु ल, दोहोऱ्याउँछौँ बरु। अब ध्यान दिएर है त ल, रेडी स्टडी 1 2 3 गरौँ ल। 1 2 3 अब स्टार्ट है त ल। आज हामी यहाँ म्याट्रिक्सको लेक्चर 2 गर्न गइरहेका छौँ र, ठिक छ है। र हाम्रो एज पर शेड्युल हाम्रो के थियो भन्दा त ल, हामी फर्स्टमा के गरेका थियौँ भन्दा त ल, हामीलाई याद होला मजाले, मैले फर्स्ट लेक्चरमै यहाँ तिम्रो जनरल कन्टेन्टको कुरा गरेका थिएँ र मैले भनेको थिएँ कहानी हेर, हामीलाई याद छ है, भेरी गुड। अब यसपछि हामी गर्छौँ रिभ्यू हो र आज हामी गरिरहेका छौँ 2 नम्बर हाम्रो के थियो भने त रिभ्यू भइरहेछ है। आज हामी रिभ्यू गर्छौँ, ठिक छ है। कि अगाडिको क्लासको मतलब क्लास 9 मा 10 मा पनि हामीले म्याट्रिक्सहरु पढेर आएको हुन्छ र, ठिक छ है। र ती कुरा यहाँ चाहिन्छन् र म यो बेसिक कुरा यहाँ रिभाइज गर्न गइरहेको छु र ध्यान दिऊ। र म यो क्लास जुन कलेज लेभलकोलाई 11 12 को बच्चाहरुलाई म जहिले पनि यो फर्स्टमा रिभाइज गराउँछु र गराउनै पर्ने भयो है, सुरुसम्म गराइदिनु थियो र। तर आजकल तिम्रो किन गराउनु पर्ने हो भने स्टुडेन्टलाई यो बिर्सिरहेको हुन्छ र कति स्टुडेन्टलाई तिम्रो म्याट्रिक्स पुरै पढाएर सकायो, लास्टमा तिम्रो रो र कोलम बिर्सिने, अर्डरै बिर्सिने, मल्टिप्लाई गर्न बिर्सिने, यस्तो भइरहेको हुन्छ र। मैले एकदमै फ्रिक्वेन्टली देखिआएको कुरो हो र। त्यही भएर जुन आज यो काम हुँदैछ एकदमै पावरफुल काम छ यो, किनभने यी बेसिक कुराहरू बिर्सिन्छ भने फेरि त्यो अगाडि फर्दर बढेर ठुलो ठुलो हिसाब सल्भ गरेको फेरि के मिनिङ रह्यो र। तर आज मैले अगाडि क्लियर कट वे भन्न चाहन्छु र कि यो क्लास हामी रिभ्यू गरिरहेको छौँ, मतलब यो तिम्रो 9 10 स्कुल लेभलको कोर्स हामी रिभाइज गरेर गइरहेको छौँ अलिअलि, ठिक छ। र यहाँ एकदम रमाइलो कुरा आउँछ। फर इक्जाम्पल तिम्रो 1001 लाई तिमी किन आइडेन्टिटी म्याट्रिक्स भन्छौ, किन त म त्यसको एन्सर एकैछिनमा दिन्छु र। हाम्रो आउँछ बेसिक टाइपमा आएर। र अर्को पनि यहाँ ध्यान दियो र कि म्याट्रिक्सले नर्मल रुलले मल्टिप्लाई हुन्न र, थाहा छ राम्ररी। म्याट्रिक्स त सिधा सिधा अल्जेब्रा जस्तो होइन र, म्याट्रिक्स अर्कै गरी मल्टिप्लाई हुन्छ र। कि एडिसन सबट्र्याक्सन चाहिँ तिम्रो एकदम सोचे जस्तै नै हुन्छ, ठिक छ। र स्केलरले मल्टिप्लाई गर्छौ भने सोचे जस्तै हुन्छ र। तर म्याट्रिक्स र म्याट्रिक्स त अर्कै तरिकाले मल्टिप्लाई हुन्छ र, त्यसको फरक रुल छ र। र म आज त्यो तिमीलाई एउटा पर्सपेक्टिभ भन्छु हेर यहाँ कि त्यो रुल किन फरक हुन्छ र, बुझिन्छ है। आज यो कुराहरू एक्स्ट्रा आउँदैछन् जुन हामीले बाल्यकालमा हेरेर पनि सायद तिमीले ध्यान नसुनाइ हुन सक्छ आफ्नो टिचरलाई, अथवा यसको एन्सर थाहा नहुन सक्छ र सिधा सिधा हामीले याद मात्रै गरे हुन सक्छ र, ठिक छ है। आज त्यो कुरा हामी यहाँ गरौँला र, ठिक छ है। यस्तै राम्ररी यहाँ अब फर्स्टमा हामी जान्छौँ रो कोलम, ठिक छ। अर्डरको कुराहरू लाग्छ है, रो कोलम अर्डर र डायगोनल लिएर। ध्यान दिएर सुन है, कुरा त बेसिक हो तर धेरै कुरा यहाँ तिम्रो लागि एक्स्ट्रा हुन सक्छ। ध्यान दिएर यहाँ फर्स्टमा आउँछ रो, के भन्छ त रो हेर, ठिक छ। र मैले धेरै स्टुडेन्टमा यो पाएको छु र कि रो कोलम बिर्सिहाल्छ र कुन रो कुन कोलम। र मैले आफूले खतरा ट्रिक बनाएको थिएँ, तिमीलाई याद छ है, मैले अलरेडी भनेको छु र, हो जसलाई मैले पढाएको छु उसले याद छ भनेर कमेन्ट गर्न सक्छौ र। हामी यसरी हेरेर रो ROW रो यसरी बुझ्ने मतलब के भन्छ त होरिजोन्टल भन्न खोजेको, के भन्छ त होरिजोन्टल। यो के हुन्छ होरिजोन्टल, होरिजोन्टल भने के हुन्छ रो हुन्छ र। अब कुरा आउँछ कोलम हेर COLUMN कोलम मतलब के हुन्छ भर्टिकल, भर्टिकल भन्न खोज्छ, ठिक छ है। यो जहिले पनि मिल्छ र म्याट्रिक्समा मात्रै हैन, पिरियडिक टेबलमा पनि यही हो र कि रो ने के हुन्छ होरिजोन्टल हुन्छ र जहिले पनि, ठिक छ। हामी पिरियड पनि भन्छौँ र पिरियडिक टेबलमा चाहिँ। अनि कलम भने के हुन्छ न भर्टिकल हेर, बुझिन्छ ठाडो हेर। र यसलाई हामी त्यहाँ पिरियडिक टेबलमा के भन्छौँ न ग्रुप पनि भन्छौँ र, ठिक छ है। अब ध्यान दिएर यहाँ हेर, जस्तै इक्जाम्पल यहाँ हेर, जस्तै 2 3 ल 1 2 ल BC छ ल, यस्तो सपोज म्याट्रिक्स छ भने अब रोको मिनिङ के हुन्छ भने हेर है 1 2 3 हेर, एरो राम्रो हेर न, स्पेलिङले आफै बोलिरहेछ यहाँ हेर कि रो हेर, रो यस्तो हुन्छ मतलब यसको रो त्यसै के छ भने 3 छ र यसको रो त्यसै के छ रो इक्वल टु 3 भयो।
बुझिन्छ मजाले बुझिन्छ अब जब कलममा आएर अब कलम भने के हुन्छ भर्टिकल यसरी लेख्यो भयो भर्टिकल र यहाँ भर्टिकल त दुईटा कलम छ र पुरा पुरा ठाडो ठाडो दुईटा भयो भनेपछि आएर अब यहाँ तिम्रो कलम भयो दुईटा ठीक छ है अब कुरा आउँछ अर्डर हेर अब अर्डरको लागि म यहाँ तिम्रो फिल इन द ब्ल्याङ्क्स खेलाउँछु हेर यहाँ अर्डर ठीक छ अर्डर अब यो युट्युब लेक्चर हो र त्यही भएको कारणले अब तिमीलाई एन्सर दिन मिल्दैन मनमा नै सोच्नु हेर यहाँ जस्तै यहाँ हेर त ल हेर ल भन्दै त ल म तिमीलाई यो वर्ड के हो भन ल ट्राई गर कमेन्टमा ट्राई गर यो वर्ड के होला म थोरै हिन्ट दिन्छु हेर यो तिम्रो जिल्लाको नाम हो डिस्ट्रिक्टको नाम हो सायद है ट्राई गर त ल यो वर्ड के हो कमेन्टमा ट्राई गर भिडियो पज गर कमेन्टमा ट्राई गर यो वर्ड कुन वर्ड हो अब रियल क्लास भयो त हामी एन्सर गर्न मिल्थ्यो र म सुन्थे र मजाले अब यहाँ तिमीले कमेन्टमा लेख्न सक्छौ र ठीक छ है यो के हुन्छ त ल भेरी गुड हेर सबला आएर पक्कै पनि यो रामे छाप भयो बुझिन्छ है यो रामे छाप हेर र अर्डर भने के हुन्छ रामे छाप मतलब के हो त ल रो इन्टु कोलम भन्ने खोजा के र रामे छाप अर्डर भने के हुन्छ रामे छाप रो भने कस्तो यस्तो अरे रो भनेको यस्तो अरे बुझिन्छ मजाले रो भने यस्तो मतलब किन हरिजन्टल बुझिन्छ हरिजन्टल रो भनेको लेफ्ट राइट ठीक छ कोलम भने के भने अप डाउन के भन्दियो अप डाउन हेर ठीक छ है अनि रामे छाप भने हुन्छ अर्डर सिधै के हुन्छ भने यसको अर्डर के हुन्छ 3/2 भन्छौ हेर ठीक छ है के भन्छ भन्दा ल तिमीले 3/2 वाला म्याट्रिक्स भन्न सक्छौ 3/2 म्याट्रिक्स हेर त 3x2 भने पनि हुन्छ र ठीक छ र यो तिमीलाई मैले भन्नु पर्दैन होला हेर कि यदि यो तिमीले मल्टिप्लाई गर्दा के आउँछ 3 2 6 हेर मतलब यसको एलिमेन्टको नम्बर आउँछ र थाहा होला मजाले है यदि तिमीले रो र कलम साँच्चै मल्टिप्लाई गर्छौ भने के आउँछ मतलब नम्बर अफ तिम्रो मेम्बर आइदिन्छ ठीक छ है यो कुरा तिमीले बाल्यकालमा पढ्या होला तर यो ट्रिकहरु थाहा राख्ने यस्तो कुराहरु लाइफ लङ बिर्सिन्न बुझ्छ नि र यो मैले आफै यो तीनटा आफैले बनाएको हो देख्दा थाहा हुन्छ यो मैले आफैले बनाएको हो र यो बनाउन अगाडि म आफै पनि झुक्या गर्दिए र ठीक छ है र मैले तिम्रो क्लास 10 मा बनाएको हो र ठीक छ है आफू क्लास 10 हुँदा फेरि लगभग तिम्रो 2068 को कुरा हो र म त्यो बेला यो बनाएको थिएँ ठीक छ है र म यस्तो कुरा कसैलाई भन्दिन्थे र त्यो बेला हैन आफू फर्स्ट हुनुपर्छ भन्ने मजाले अब त सबला हुनुपर्छ र टिचर भएपछि सबला अब बाड्नु पर्यो र ठीक छ है अब स्टुडेन्ट लाइफ त्यस्तै हुन्छ र यहाँसम्म ठीक ठाक छ है कहाँ के समस्या कमेन्ट गर्न सक्छौ र मन पर्यो पनि कमेन्ट गर्न सक्छौ र अब हामी जाउँ डायगोनलमा आएर ठीक छ है म थोरै यहाँ सरसफाइ अभियानमा जान्छौँ अनि त्यसपछि हामी जाउँ डायगोनलमा आएर है एकैछिन लुका जस्ट अ मोमेन्ट अब हामी जाउँ डायगोनल अफ म्याट्रिक्स र लेखा यहाँ डायगोनल अफ म्याट्रिक्स ल डायगोनल अफ म्याट्रिक्स ठीक छ जस्तै एक्जाम्पल यहाँ हेर है र म्याट्रिक्स यहाँ लेखौँ ल यहाँ त है जस्तै 1 2 3 लेखौँ ठीक छ ल 4 5 6 7 8 9 लेख र ठीक छ अब यसमा तिम्रो दुईटा डायगोनल पोसिबल छ र पहिला यहाँ आएर अब ब्र्याकेट मात्रै लगाइराछौ भने ध्यान दिएर हेर्ने अब यसमा के हुन्छ भने एउटा डायगोनल यो हुन्छ रेड वाला हेर देखिरहेछ र अर्को डायगोनल हुन्छ तिम्रो यो वाला हेर ग्रीन वाला हेर बुझिन्छ है अब जुन यो रेड वाला डायगोनल छ यहाँ तिमीले यो हेर्न सक्छौ यस्तो हेरे ठ्याक्कै देखिरहेछ यो वाला डायगोनल हेर यसलाई हामी भन्छौँ लिडिङ डायगोनल के भन्छौँ यहाँ लेखौँ हेर है कि यसलाई यहाँ लेख्छौँ यसरी लेखौँ न यो लेफ्ट यो रेड वालालाई यहाँ यता लेफ्ट पनि भन्नु यसलाई यस्तै यहाँ लिडिङ डायगोनल अथवा यसलाई लेफ्ट टप हेर कि टप भनेको लेफ्ट छ यसको र बटम राइटमा छ र यसलाई लेफ्ट डायगोनल पनि भन्छ कहिलेकाहीँ यो पनि भन्छ अथवा प्रिन्सिपल डायगोनल पनि भन्छ रे प्रिन्सिपल डायगोनल पनि भन्छ अथवा तिम्रो प्राइमरी डायगोनल पनि भन्छ प्राइमरी ठीक छ अथवा मेजर डायगोनल पनि भन्छ ठीक छ मेजर पनि भन्छ अथवा तिम्रो मेन डायगोनल पनि भन्छ र ठीक छ यी प्राइमरी भो प्रिन्सिपल भो मेजर भो मेन भो लिडिङ भो लेफ्ट भो र दुटा एल दुटा पी दुटा एम हेर बुझिन्छ है यस्तो छ स्थिति बुझिन्छ अब तिम्रो कुरा छ जुन ग्रीन वाला डायगोनल हेर बुझिहाल्छौ मजाले यो हेर्दै मजाले यो हेरै बुझिन्छ है अब यसलाई भन्छ माइनर डायगोनल के भन्छ माइनर डायगोनल कि माइनर डायगोनल अथवा के भन्छ मतलब राइट वाला कि टप छ राइटमा भन्न खोजेर र राइट पनि भन्दा हुन्छ कहिलेकाहीँ यस्तो पनि भने हुन्छ ठीक छ यसलाई तिमी अथवा काउन्टर डायगोनल पनि भन्छौ काउन्टर कि COUNTER काउन्टर डायगोनल पनि भने हुन्छ ठीक छ है सेकेन्डरी पनि भन्न सक्छौ के फरक पर्दैन हेर यहाँ प्राइमरी भएपछि सेकेन्डरी पनि भन्न सकिन्छ ठीक छ है यसरी हाम्रो दुईटा टाइप हुन्छ डायगोनलको हेर बुझिन्छ है ध्यान दिने यसलाई भन्छ लिडिङ एकदमै महत्त्वपूर्ण छ रे यो कि लिडिङ बढी नै महत्त्वपूर्ण हुन्छ र अब कुरा यो आउँछ हेर यो रेड र ग्रीनमा किन रेड लाइन तिमी लिडिङ भन्दा छौ यो क्वेशन सोध्यो कसैले
सोच त आफैलाई कि फर्स्टमा त यो तिमीलाई थाहा थियो होला पहिला हेर कि लिडिङ डायगोनल भनेको यो तिम्रो लेफ्टवाला हेरै यस्तो इन्क्लाइन हेरै देखिरहेको छौ है कि लेफ्ट यो राइट बटमबाट लेफ्ट टपमा गइरहेको छ र यसलाई लिडिङ भन्छ कुरा त्यो हो। अब जसलाई यो थाहा थिएन अब थाहा पाऊ हेर अब कुरा यो हो र कि यसलाई किन लिडिङ भन्छ यसलाई किन लिडिङ भन्छ धेरै कारण छ यसमा यहाँ है। फर्स्टमा हामी यता लेफ्टबाट गन्न थाल्छौँ र इक्जाम्पल यो A11 हुन्छ थाहा छ त यो के भन्छ 1 के भन्छ मतलब यो A11 भन्छौँ र मतलब हामी पोजिसन AIJ मा दिन्छौँ त हैन यो के हुन्छ 11 हेर कि फर्स्ट रो फर्स्ट कलम हेर यो भन्ने बुझिन्छ र मतलब स्टार्टिङ यहाँबाट भइरहेछ नि त फेरि यसलाई तिमीले लिडिङ भन्छौ र बुझिन्छ यो ग्रीनबाट यहाँ स्टार्टिङ हुन्छ हैन र कुरो कारण त्यो एउटा कारण यो पनि हुन्छ र अर्को तिम्रो पावरफुल कारण यो पनि छ ध्यान दिएर सुन एकदमै हेर कि यो जति पनि एलिमेन्ट छ यसमा I र J सम्म सेम हुन्छ र यसको खतरा प्रपर्टी हो र कि लिडिङ डायगोनलमा के हुनुपर्छ मतलब यस्तो हुन्छ रे कि I = J भकै हुन्छ पोजिसन हेर्छौ भने जस्तो यो तिम्रो के हुन्छ A11 हेर अब 5 भने के हुन्छ यो त A22 भयो र अब 9 मा के हुन्छ भने A33 भयो र बुझिन्छ है। तर लिडिङ डायगोनलमा के हुन्छ मतलब I र J बराबर भइरा हुन्छ कि यसको एलिमेन्टको तिमी पोजिसन दिइराछौ भने I र J तिमीले बराबर हालिरा हुन्छौ र यहाँ तर यो तिम्रो प्रिन्सिपल डायगोनल भयो र बुझिन्छ किनभने फर्स्ट एलिमेन्ट यसमा परिरहेछ र यसले यो पनि सेटिस्फाई गर्छ र त्यो भएर तिम्रो यो डायगोनल अलिकति बढी महत्त्वपूर्ण हुन्छ र यदि यसमा तिम्रो 1 1 1 भएर बाँकी जम्मै 0 भयो भने यो म्याट्रिक्स हुन्छ तिम्रो युनिट म्याट्रिक्स अथवा आइडेन्टिटी म्याट्रिक्स र अब कुरा यो आउँछ किन यसलाई किन युनिट भन्छ म एकैछिनमा बुझाउँछु र चिन्ता नगर्ने ठीक छ है यो सारै सामान्य कुरा हो र रमाइलो पनि छ पढ्नको लागि। अनि अर्को पनि यहाँ तिमीलाई इन्फर्म गरिहाल्नु र कि यहाँ हामी पढिरहेको छ बेसिक टाइप अफ म्याट्रिक्स मात्रै हेर कि हामी यहाँ यो लेक्चरमा हामी रिभ्यूमा बेसिक टाइप मात्रै हेर्छौँ र अब यसपछि हामी थर्ड लेक्चरमा के हेर्छौँ मतलब हामी एडभान्स टाइप हेर्छौँ र त्यहाँ हामी पढ्छौँ र कि स्क्यू सिमेट्रिक म्याट्रिक्स त्यो पढ्दा फेरि हामीलाई यो लिडिङ डायगोनलको बारेमा एउटा दुईटा पोइन्ट छ त्यहाँ व्हिच आर भेरी मच इम्पोर्टेन्ट र यहाँ सब बुझिरहेको छ है त्यही भएर यो अब लिडिङ डायगोनल नबिर्सिने बुझिरहेको छ अलिअलि है र हाम्रो त्यो के हुन्छ अब तिम्रो काउन्टर डायगोनल अथवा माइनर वाला बुझिन्छ है लगभग बुझ्नु पर्ने हो डायगोनल वाला कुरामा यहाँसम्म ठिक छ है यहाँसम्म बुझिन्छ अरे यो डायगोनल अफ म्याट्रिक्स है फेरि डायगोनल म्याट्रिक्स होइन नि फेरि यहाँसम्म बुझिरहेको छ है। अब हाम्रो 1 नम्बर सक्यो ठिक छ। अब सबैभन्दा इन्ट्रेस्टिङ टपिक यो लेक्चरको लागि हेर कि मल्टिप्लिकेसन अफ म्याट्रिक्स कि म्याट्रिक्सलाई कसरी मल्टिप्लाई गरिन्छ र किन हेर हामी यो हेर्न गइरहेछौँ ठिक छ है। अनि हामी बेसिक टाइप हेर्न आएर साह्रै सामान्य छ अनि आजको लेक्चर हामी ऱ्याप अप गर्छौँ र ठिक छ है। अब म थोरै सरसल्लाह अभियानमा जान्छु काहीँ केही समस्या कमेन्ट गर्न सक्छौ र मन परे पनि कमेन्ट गर्न सक्छौ बेला बेलामा निलो पनि हेर ठिक छ। इराज प्राजुली क्लासेसलाई तिम्रो सब्स्क्राइब गर लाइक कमेन्टहरु गरिदेऊ र फ्रेन्ड्सहरुलाई इन्फर्म गर र जति मलाई सपोर्ट हुन्छ म त्यति धेरै काम गर्छु र ठिक छ है। एकैछिन भाइ जस्ट अ मोमेन्ट। अब हामी जाउँ हाम्रो सेकेन्ड हेडिङ हेर मल्टिप्लिकेसन अफ म्याट्रिक्स ठिक छ ल यहाँ लेख्दियो 2 मा लेख्दियो मल्टिप्लिकेसन अफ म्याट्रिक्स कि म्याट्रिक्सलाई मल्टिप्लाई गर्ने ठिक छ है। र यो भन्दा अगाडि हामीले के थाहा पाउनु पर्छ मतलब एडिसन अफ म्याट्रिक्स र सबट्र्याक्सन अफ म्याट्रिक्स र ठिक छ। जस्तै तिम्रो यो म्याट्रिक्समा म्याट्रिक्स के जोडिन्छ मतलब यदि अर्डर सेम छ भने हरेक एलिमेन्टलाई करस्पोन्डिङ एलिमेन्टमा जोड्ने हो र सिम्पल घटाउने पनि त्यही हो र यो मैले सायद गराउनु नपर्ला। अब कुरा आउँछ मल्टिप्लाई वाला र अब फर्स्टमा हामी गरौँ स्केलर मल्टिप्लिकेसन यदि कुनै के भने स्केलर छ सपोज नम्बर भन्न खोज्या है र यसले तिमी कुनै म्याट्रिक्सलाई मल्टिप्लाई गर्दैछौ एक्जाम्पल यहाँ हेर कि एबीसी छ ठिक छ ल डीईएफ ल जीएचआई र यो 3/3 को म्याट्रिक्स हो र बुझ्छ है 3/3 को भयो ठिक छ। अब यसलाई मल्टिप्लाई गर्दा के हुन्छ मतलब हरेकलाई मल्टिप्लाई गर्छ। अब कुरो यो आउँछ अरे कि यदि यही के तिम्रो स्केलर छ अब तिमी राख्न छौ डिटर्मिनेन्ट हेर यो कुरा मैले लेक्चर 1 मा पनि भनेको थिएँ र अब यहाँ छ तिम्रो यसै हेर एबीसी डीईएफ र तिम्रो जीएचआई यदि यो भइरहेछ भने ध्यान दिएर यहाँ हेर अब यसले तिम्रो हरेकलाई मल्टिप्लाई गर्छ एकदम इजी छ र कि केए केबी केसी र ठिक छ ल केडी केई केएफ हेर ल केजी केएच केआई र बुझिन्छ है भेरी गुड र। तर यसले गर्दा अब के हुन्छ मतलब कुनै एउटा रो अथवा कुनै एउटा कलमलाई मात्रै मल्टिप्लाई गर्न पाइन्छ सबलाई गर्न पाइदैन ठिक छ है। अब म कुनै एउटालाई गर्छु हेर यहाँ सपोज म अब यो कलमलाई गर्न पाउँछु मजाले सिंगैलाई ठिक छ। अब त्यो गर्दा के हुन्छ त कि केए ठिक छ यहाँ हेर केडी र केजी हुने भयो ठिक छ।
उता के छ तँलाई कि बी ई एच जस्ता हेर ठिक छ ल हेर अब सी एफ र आई पनि जस्ता जस्तै हेर बुझिन्छ मैले सी लेखा है बुझ्छ होला र मजाले ल हेर ठिक छ ल यो मजाले बुझिन्छ र कुनै एउटा तिम्रो कलमलाई मात्रै मोडिफाई मैले गरेँ हेर तिमीले यहाँ के पनि गर्न सक्थ्यौ तँलाई कि एबीसी लाई मात्रै मतलब एल लाई मात्रै पनि मोडिफाई गर्न सक्थ्यौ अरे ल खोइ त्यसको टाउको ल म टाउकै उखाल्दैछु है ल यस्तो हुन्छ अरे कहिले काहीँ मैले यो भन्नु खोजेँ है ल यसलाई मोडिफाई गर्ने भन्नु खोजेँ आएर मैले मार्करको टाउकै निकाल्दैछु है यो बुझिन्छ है अहिले अब यसले एबीसी लाई मोडिफाई गरेर यसलाई नगर्न पनि सक्थ्यो र बुझिन्छ कुनै एउटा कलम अथवा कुनै एउटा रो लगाएर र यही फर्स्ट लिनुपर्छ भन्ने छैन सेकेन्ड थर्ड रो जुनमा नि गर्न मिल्यो र अब कलम पनि तिमीले फर्स्ट मात्रै गर्नुपर्छ भन्ने छैन सेकेन्ड र थर्ड पनि गर्न सक्थ्यौ र ठिक छ है यो त्यो म्याट्रिक्स र डिटर्मिनेन्टमा फरक फरक कुरा छ हेर यहाँसम्म बुझिन्छ अलिअलि अब यो त साह्रै सिम्पल छ र अब हामी कुरा गर्छौँ र कि म्याट्रिक्सलाई मल्टिप्लाई गर्दाखेरि किन फरक तरिकाले मल्टिप्लाई हुन्छ एकैछिन रुक है म फर्स्टमा तिम्रो अब सरसफाइ अभियानमा लाग्छु र ठिक छ है अब यहाँ मैले यो यस्तो किन गरिरहेको छु ध्यान दिनुहोस् न है यहाँ मैले अलिकति ठुल्ठुलो अक्षर लेखिदिएँ आएर किनभने कहिलेकाहीँ तिमीहरूको नेट स्लो हुनसक्छ र मैले तिम्रो भिडियो क्याप्चर त फेरि यो 1080p मा गरे हुन्छु मतलब एचडी अल्ट्रा एचडी मा गरे हुन्छ र मैले ठिक छ है तर फेरि कहिलेकाहीँ तिमीहरूको नेट स्लो हुनसक्छ यो 360 मा 480 मा आउला आएर अनि फेरि सानसानो ह्यान्डिङ बुझ्दैन तर म ठुल्ठुलो ह्यान्डिङ लेखिरहेको छु है यहाँ स्टुडेन्टको रिक्वेस्टमा मैले साइज बढाएको हो ताकि तिमीले मजाले बुझ अब त्यो बेला फेरि एउटा घाटा हुन्छ र कि मैले फेरि मेटिरहनु पर्छ बुझिन्छ है तर केही फरक पर्दैन र बुझे भइहाल्यो ठिक छ है कुरो त्यही हो बुझे भइगयो र ठिक छ एकैछिन रुक है त जस्ट अ मोमेन्ट तिमीले लेख्ने टाइम पाउँछौ नि हैन ल एकैछिन अब हामी जाउँ म्याट्रिक्स मल्टिप्लिकेसन र ध्यान दिने यहाँ सपोज यहाँ फर्स्टमा यहाँ ध्यान दिएर यो मिल्दैन है म जुन अहिले लेख्दैछु यो रङ हो भनेर खोजेँ जस्तो इक्जाम्पल यहाँ त यस्तो यहाँ ल 1 1 ल 2 2 लेखिन मैले ठिक छ अब ध्यान दिएर यहाँ n2 तिमीलाई गर्नु पर्यो सपोज ल 3 3 4 4 ल यदि यस्तोलाई तिमी मल्टिप्लाई गर्छौ भने यसको एन्सर यो गरेर पाइन्न रे ठिक छ है के गरेर पाइन्न भन्नलाई कि 3 1 जा 3 3 1 जा 3 ठिक छ 3 1 जा 3 फेरि पनि ठिक छ र 2 4 जा 8 र 2 4 जा 8 यो गरेर पाइदैन यो गर्न कदापि तिम्रो पाइदैन बुझिन्छ है अब कुरा यो आउँछ किन यो गर्न पाइन्न यो कसरी गर्न पाइदैन हैन न त तिमीले एडिसन र सबट्र्याक्सन फेरि यस्तै तरिकाले गर्न पाइया थियो र एडिसन गर्दा के हुन्थ्यो 1 मा 3 जोड्थ्यो 1 मा 3 जोड्थ्यो 2 मा 4 जोड्थ्यो 2 मा 4 जोड्थ्यो र केही समस्या छैन तर फेरि यसरी मल्टिप्लाई चाहिँ गर्न पाइदैन अब कुरा यो आउँछ यो किन गर्न पाइन्न र तिमीले यो आफ्नो पहिला स्कुल टिचरहरुलाई सोध्नु पर्थ्यो र आफू स्कुल पढ्दा फेरि यो किन गर्न पाइदैन सोध्नु पर्थ्यो र यो क्लास 9 मा पढाइ हुन्छ र अहिले र तिमी सोध्नु पर्थ्यो र यो किन गर्न पाइन्न ठिक छ सोधे होला कतिले भेरी गुड र अब म यहाँ थोरै तिम्रो एउटा पर्सपेक्टिभ एक्सप्लेन गर्छु यसलाई धेरै तरिकाले तिम्रो जस्टिफाई गर्न सकिन्छ र कि यसरी किन मल्टिप्लाई गर्न पाइन्न र ठिक छ है यसरी किन मल्टिप्लाई गर्न पाइन्न र बुझिन्छ अब राम्रो यहाँ आएर यस्तो यहाँ आएर फर एक्जाम्पल यहाँ आएर है म थोरै तिमीलाई एप्लिकेसन पट्टिबाट बुझाउँछु राम्रो यहाँ आएर है सपोज 3x plus ल 2y is equal to 5 छ ठीक छ ल x plus y is equal to म तिमीलाई दिएँ अब 2 दिएँ ल सपोज यस्तो दिएँ भने ध्यान दिनु त ल अब यो हाम्रो के भन्छ लिनियर इक्वेसन भयो र यो पनि लिनियर हो यो पनि लिनियर हो र बुझिन्छ र यो तिम्रो यसको एउटा युनिक सोलुसन आउँछ र मजाले म तिम्रो हिसाबबाट राख्दिया छु रे ठीक छ त्यही भएर मैले मतलब अगाडि नै यो कन्फर्म गरेर राखिसकेको कुरा हो त्यही भएर तिम्रो यो तिम्रो के छ भने युनिक सोलुसन छ र यसको बुझिन्छ है अब ध्यान दिएर यहाँ हेर्ने यसलाई तिमीले म्याट्रिक्समा कन्भर्ट गर्छौ र फेरि म्याट्रिक्सलाई पनि यसमा कन्भर्ट गर्न सक्नुपर्छ र किन मतलब जस्तै म्याट्रिक्सको डेफिनेसन के हुन्छ मतलब रेक्ट्याङ्गुलर अथवा तिम्रो स्क्वायर एरे अफ नम्बर हो नम्बरको अरेन्जमेन्ट हो र अनि नम्बर त जसरी पनि एरेन्ज गर्न पाइन्छ नि तर यहाँ रुल के हुन्छ ध्यान दिएर हेर कि तिमीले नम्बरलाई यसरी अरेन्ज गर्नुपर्छ कि अब त्यसको अपरेसन्सहरु यसरी डिफाइन गर्ने हुनु पर्यो कि ताकि तिम्रो एप्लिकेसन गर्न मिलोस् र कि यसको एप्लिकेसन ठीकठाक दिएको छ र कि एप्लाई गर्न मिल्नु पर्यो र जसरी पनि जे पनि अपरेसन डिफाइन गरेर हुन्न र कि एडिसन कसरी डिफाइन गर्यो त्यो बकाइदा त्यसको प्र्याक्टिकल युज छ र कि तिमीले ट्रान्सलेसन भन्ने पढाइ सक्छौ न त तिमीले पक्कै पनि ट्रान्सलेसन पढेर आएको होला ध्यान दिनु पत्ता रिभाइज गर यो कि ट्रान्सलेसन तिमीले ट्रान्सलेसन एक्चुअली रिभाइज गर तिमीले ट्रान्सलेसन आफ्नो कोअर्डिनेट ज्योमेट्री वाला पोर्सनबाट क्लास 10 मा अप्सन म्याथ पढाए भए रिभिजन गर्छौ भने यहाँ तिमीले बुझिहाल्छौ र कि ट्रान्सलेसन इज डिफाइन्ड बाइ म्याट्रिक्स एडिसन हेर कि यदि तिमी म्याट्रिक्स लगाएर ट्रान्सलेसन गर्दै छौ भने के हुन्छ त यस्तो हुन्छ रे कि m + o = i म तिमीलाई बुझा थिए र याद छ m + o = i हुन्छ भने बुझा थिए र यो के हुन्छ त यो यहाँ म्याट्रिक्स भइहाल्यो र बुझिन्छ यो ट्रान्सफर्मेसन म्याट्रिक्स अथवा ट्रान्सलेसन म्याट्रिक्स भन्न खोजे आयो बुझिन्छ है o भने के हुन्छ त अब्जेक्ट म्याट्रिक्स हुन्छ i भने के हुन्छ इमेज म्याट्रिक्स हुन्छ यो बुझ्छौ र मजा आयो
अनि यो जोड्दा यो आउनु पर्यो। अब तिमी यसलाई एक्सपेरिमेन्टली गरी हेर त ल कि तिमीले म्याट्रिक्सको आइछ नि त नर्मलै गरिदिनु पर्छ र कि फर्स्टमा फर्स्ट सेकेन्डमा सेकेन्ड जोड्नु पर्यो र किनभने यो तिम्रो एक्सपेरिमेन्टली भेरिफाई हुन्छ अरे। यो त यो एप्लिकेसनबाट आउने कुरा हो र कि यसले तिम्रो म्याट्रिक्स एडिसनलाई जस्टिफाई गर्न सक्छ र सबट्र्याक्सन पनि यसले जस्टिफाई हुन्छ र मजाले। यो तिमीले एउटा मात्रै पर्सपेक्टिभ देखाइरहेको छौ है, फेरि धेरै तरिकाले तिमीले यसलाई बुझ्न सक्छौ भने किन एडिसन तिम्रो नर्मल छ र। अब कुरो यो आउँछ र किन फेरि मल्टिप्लिकेसन नर्मल किन छैन। म तिमीलाई यहाँ इक्जाम्पल दिइरहेको छु अरे एडिसन पट्टिले नजाऊ किन यो धेरै सिम्पल छ, तिमीले बुझ्या पनि होला पहिल्यै नै। अब यहाँ ध्यान दिएर हेर्ने कि यसलाई हामीले म्याट्रिक्स मल्टिप्लिकेसनले डिफाइन गर्न सक्नुपर्छ अरे। यो हामीले यसरी यसको अपरेसनलाई सेट गर्नुपर्छ, ठिक छ। अब राम्रो यहाँ हेर त अब फर्स्टमा यहाँ के लेख्न सक्छौँ त यो कोएफिसिएन्ट म्याट्रिक्स भन्छौँ अरे। यो 3 र 2 गरौँ, सुरुमा x वाला आउनु पर्यो अनि y वाला 3 र 2 हेर अनि x वाला y वाला 1 र 1 भए। यहाँसम्म ठिक छ अलिअलि, यहाँसम्म ठिक छ र। अब तिम्रो आउँछ भेरिएबल म्याट्रिक्स र हाम्रो त्यो के छ भने x र y दुईटा भेरिएबल छ। अब यहाँ तिमीले x लेख्न सक्छ, यहाँ तिमीले y लेख्न सक्छ र बुझिन्छ। अब इज इक्वल टु यहाँ लेखौँला र बुझ्छ अलिअलि र हाम्रो आउटपुट म्याट्रिक्स छ, रिजल्ट म्याट्रिक्स छ अरे। यहाँ यो हुन्छ 5 र 2 हेर। अब तिमी आफै कमन सेन्स लगाऊ ल, कमन सेन्स लगाऊ त ल कि यसलाई अब के गर्दा माथिको बन्छ। अब यो त मैले म्याट्रिक्स झिकेर राखेँ हेर, सुरुमा तिम्रो कोएफिसिएन्ट झिकेँ, त्यसो मैले तिम्रो के झिकेँ भेरिएबल वाला झिक्दिएँ, त्यसो मैले यसलाई यहाँ टक्क झिकेर यहाँ राखेको छु अरे, ठिक छ। अब मैले यसलाई मल्टिप्लाई यसरी गर्नु पर्यो कि यो र यो निक्लिनु पर्यो ठ्याक्कै। अब कमन सेन्स लागेर यदि यसरी मल्टिप्लाई हुन्थ्यो भने त यहाँ 4 यहाँ पनि 4 चाहिन्थ्यो र, तर यहाँ हेर्दा यहाँ 4 छ, यहाँ त दुईटा छ र, मतलब यो दुईटा त्यसै मल्टिप्लाई हुन्छ र। यहाँ थोरै तिम्रो एउटा कुरा बुझिहाल्यो र कि मल्टिप्लाई गर्नको लागि सेम अर्डर हुनुपर्छ जरुरी छैन र। जबकि तिम्रो एडिसन र सबट्र्याक्सन यो चाहिन्छ र कि अर्डर सेमै हुनु पर्ने त के रे आर्डर्स र म्याट्रिक्सहरु बुझिन्छ है। तर मल्टिप्लाई र अर्डर सेम हुनु पर्दैन, यो यहाँबाट पनि थाहा हुन्छ अरे। किनभने कि हामीले यसरी म्याट्रिक्सको अपरेसन डिजाइन गर्नुपर्छ कि योबाट यो सेटिस्फाई होस् र कि हामीले यसलाई त एप्लाई गर्न खोजे हो नि त। हामीले म्याट्रिक्सलाई इक्वेसनहरु सल्भ गर्नु छ र अनि तिमी जसरी पनि मल्टिप्लाई गरेर हुन्न नि त, अब जसरी पनि डिभाइड गरेर हुन्न र। यहाँ यो तिम्रो प्र्याक्टिकल एक्सपेरिमेन्टको कुरा भेरिफाई गर्ने गरी तिमीले यसलाई डिजाइन गर्नुपर्छ र। अब ध्यान दिऊ र कि हामीसँग के छ भने 3टा x प्लस 2टा y हेर। अब ध्यान दिऊ त यहाँ र यो जुन छ 3 र 2, ध्यान दिऊ त यो जुन 3 र 2 छ तिमीले यसरी मल्टिप्लाई गर्दा हुँदो रहेछ अरे। यसलाई यसरी हेर, मतलब यसको रोले यसको कोलमलाई मल्टिप्लाई गर्नु हेर कि फर्स्टले फर्स्टलाई सेकेन्डले सेकेन्डलाई हेर, मतलब रोले कोलमलाई मल्टिप्लाई गर्छ। मल्टिप्लाई गर्दा पनि के हुन्छ रामे छापफल हो अरे कि फर्स्टको रोले सेकेन्डको कोलमलाई मल्टिप्लाई गर्नु पर्ने रहेछ र। अलिअलि बुझिन्छ अब यो 3x प्लस 2y मतलब माथिको आइरहेछ इज इक्वल टु 5 इक्वेट गरेर त पाउँछौ हेर, बुझिन्छ। अब तलमा आएर कि 1x 1y मतलब यहाँ पनि कुरो त्यही हो रे कि यसले मल्टिप्लाई गर्नु पर्ने देखिन्छ, न त यो के गर्छौ हेर। म तिमीलाई यो बुझ्न खोजे हेर कि हामीले इक्वेसनलाई म्याट्रिक्स फर्ममा र म्याट्रिक्स फर्ममा तिमीले इक्वेसन फर्ममा इन्टर कन्भर्टेबल गर्न सक्नु पर्यो हेर। भने बुझ्यौ के भने हो त ल कि इक्वेसन नर्मल इक्वेसनलाई तिमीले म्याट्रिक्स फर्ममा र म्याट्रिक्स फर्मलाई तिमीले नर्मल इक्वेसनमा कन्भर्जन गर्न सक्नुपर्छ, इन्टर कन्भर्टेबल हुनु पर्यो। न त फेरि यो पढेर के काम गरे फेरि अच्छा जे पनि पढ्दा त हुन्न र, जसरी पनि तिमीलाई हिसाब गर्दा भएन र। यो डिफाइन गर्दा ठ्याक्कै म्याचिङ हुनु पर्यो र। भनेपछि हामीले यसलाई यसरी त्यसो डिफाइन गर्नु पनि देखिन्छ र। यो एउटा तरिका भयो है। यहाँ पछि आइडेन्टिटी कन्सेप्टहरु धेरैबाट पनि थाहा हुन्छ र कि म्याट्रिक्स तिम्रो यसरी नर्मल मल्टिप्लिकेसन फलो गर्नेवाला छैन र। ध्यान दिऊ र म्याट्रिक्स मल्टिप्लाई गर्न अर्डर सेम पनि चाहिँदैन र। भए पनि त ठिकै छ र, तर कम्पलसरी होइन अरे। यहाँ अर्डर सेम छैन त हेर, यसको अर्डर 2 2 छ र यसको अर्डर के छ त 2 1 छ र मजाले बुझिन्छ है। मतलब यसको त्यसो भए अर्कै रुल रहेछ र। अलि बुझ्यो होला, ठिक छ है, अलि बुझिन्छ मजाले। थोरै थोरै तिमीले यहाँबाट पनि बुझ्न सक्छौ भनेर धेरै तरिकाले बुझाउन मिल्छ है। म जस्ट एउटा एक्जाम्पल देखाएर बुझाउन खोजिरहेको छु। धेरै कन्सेप्टबाट यसलाई तिमीले अब क्लियरिफाई गर्न सक्छौ अथवा भेरिफाई पनि गर्न सक्छौ र बुझिन्छ। म भन्दै थिएँ अघि अर्को आइडेन्टिटी कन्सेप्टहरु पनि छ र त्यहाँबाट बुझिन्छ र कि म्याट्रिक्स मल्टिप्लिकेसन तिम्रो एडिसन सबट्र्याक्सन जस्तो छैन र, बुझिन्छ है। अब म थोरै यहाँ सरसफाई गर्छु, म थोरै रुल लेखौँला र, ठिक छ। अनि तिम्रो अड खालको अलिकति कस्तो कस्तो खालको म्याट्रिक्स पनि यहाँ मल्टिप्लाई गरेर देखाइदिउँला र ताकि तिमीलाई जम्मै याद आओस् र म तिमीलाई लाइफ लङ ट्रिक पनि सिकाउँछु, चिन्ता नगर्ने। एकैछिन रुका है, जस्ट अ मोमेन्ट। अब हामी जाउँ रुल वाला पार्टमा। राम्ररी यहाँ हेर, एक्जाम्पल यहाँ हेर, यस्तै यहाँ हेर त ल। जस्तै यहाँ ए बी सी डी ल ई राखौँ, ठिक छ।
ल FGHIJ बुझिन्छ र तिमीले यसलाई मल्टिप्लाई गर्नु पर्यो यहाँ है कि 1 2 3 4 5 र 6 7 8 9 10 हेर अब कुरा यो आउँछ र कि यो मल्टिप्लाई हुन्छ कि हुन्न अब के गरी टेस्ट गर्छौ ध्यान दिएर यहाँ जस्तै ध्यान दिएर है यहाँ यसकोबाट अर्डर लेख्ने हेर अब यसको अर्डर के हुन्छ त यी फर्स्टमा रो हेर कि रो छ दुईटा अरे रो छ दुईटा ठीक छ है कोलम छ के भने 5 वटा हेर भनेपछि यसको अर्डर के हुन्छ त 2 into 5 त्यो त्यसो के हुन्छ अब अर्डर हुने भयो बुझिन्छ अब यहाँ राम्रै हेर कि यसको तिम्रो अर्डर के हुन्छ त ल हेर यहाँ हेर्दै 1 2 3 4 5 हेर कि रो भयो 5 वटा रामे छापेर कि 5 into 2 हेर कोलम दुईटा छ ठीक छ अब मल्टिप्लाई गर्न मिल्छ कि मिल्दैन के थाहा हुन्छ त ध्यान दिऊ कि यसको जुन यो छ मतलब यो जुन 5 छ यो हाम्रो के हुन्छ कोलम हेर कि फर्स्ट को कोलम भने के हुन्छ मतलब सेकेन्ड को रो सँग बराबर हुनुपर्छ मतलब यहाँ हेर्ने यो 5 र 5 यहाँ सेम भयो रे बुझिन्छ यो यति छ भने के हुन्छ मतलब can be multiplied बुझिन्छ है यस्तो हो भने तिम्रो के गर्नु छ त मल्टिप्लाई गर्न सक्छौ हेर अनि जुन यो 2 छ फर्स्ट को यसको रो हेर र जुन यसको 2 छ यो लास्ट को हेर यसको मतलब यसको कोलम हेर यो 2 into 2 अब के हुन्छ मतलब अर्डर अफ एन्सर हेर अथवा अर्डर अफ रिजल्ट हेर यो 2 2 के हुन्छ मतलब 2/2 को के आउँछ यो रिजल्ट आउँछ यो यसको रिजल्ट हुन्छ रिजल्ट लेख्नु पर्छ है मतलब 2/2 यसको के हुन्छ रिजल्ट हुन्छ बुझिन्छ अब कुरा यो र यो कहाँबाट आयो कि यो रुल कहाँबाट आयो र कि फर्स्ट को तिम्रो के हुन्छ यहाँ लेख्नु आएर है कि इफ यस्तो गर्ने हेर यहाँ है कि कोलम अफ कि नम्बर अफ लेख्न नम्बर अफ कोलम्स ल कोलम्स अफ फर्स्ट मैट्रिक्स इज इक्वल टु के हुन्छ त नम्बर अफ रोज अफ सेकेन्ड हेर then matrix can be multiplied then matrices can be multiplied बुझिन्छ कन्डिसन भयो रे बुझिन्छ अब कुरो यो आउँछ कि यो किन हुन्छ र यो रुल कहाँबाट आयो र मैले अघि भर्खर भनेको थिएँ र कि हाम्रो मल्टिप्लाई को ट्रिक यस्तो हुन्छ रे के हुन्छ मतलब कि यसले हेर्दा यो एरो यसले यसको मतलब के हुन्छ यसको रोले के हुन्छ यसको कोलमलाई मल्टिप्लाई गर्नु छ र मतलब यसको कोलमलाई मल्टिप्लाई गर्नु छ अथवा म यहाँ लेख्छु रे कि यसलाई मल्टिप्लाई गर्नु छ रे यो तिमीले एरो याद गर्ने लाइफ लङ बिर्सिनु रे कि मैट्रिक्स मल्टिप्लाई को ट्रिक के हुन्छ त कि यो रे यो दुईटा एरो याद गरे भयो बुझिन्छ कि फर्स्ट को के हुन्छ रे फर्स्ट को हुन्छ तिम्रो के हुन्छ त है रो हुन्छ र सेकेन्ड को हुन्छ कोलम हेर बुझिन्छ है यो दुईटा एरो याद गर्नु र सिद्धिहाल्यो र कि यसलाई मल्टिप्लाई गर्नु छ नि त बुझिन्छ है यसले कसलाई यसलाई हेर फेरि भन्छु र यसलाई लाइफ लङ बिर्सिनु र कि यसलाई मल्टिप्लाई हुन्छ र नाच फेरि गर के हुन्छ रे यसले यसलाई मल्टिप्लाई हुन्छ अझै मतलब यसलाई मल्टिप्लाई गर्छ र मतलब रोले कोलमलाई मल्टिप्लाई गर्छ जहिले पनि हेर अघि भर्खर बुझाएको थियो र अब ध्यान दिने यहाँ यो यहाँ फिट गर्नुपर्छ र अब यसमा ध्यान दिनुहोस् है अब यसमा कतिवटा एलिमेन्ट छ मतलब 1 2 3 4 5 हेर अब यसमा कतिवटा एलिमेन्ट छ भने कि 1 2 3 4 5 हो अब बल्ल तिमीले फिट गर्न सक्छौ नि कि यसको ए ले यसको 1 लाई बी ले 2 लाई सी ले 3 लाई डी ले 4 लाई ले 5 लाई हेर फर्स्ट को रोमा ध्यान दियो फर्स्ट को रोले गरेर सिधै के गर्छ त्यो अर्को मैट्रिक्स को कोलमलाई गर्छ र अब यसको रोमा कति जना छन् के थाहा हुन्छ कोलमबाट त थाहा हुन्छ र कि यसको फर्स्ट रोमा कतिजना मान्छे छ अथवा कतिजना मेम्बर छ र 1 2 3 4 5 यो 5 भने के हो कोलम भन्छ यो ठ्याक्कै यो 5 भने त अब भइहाल्यो र अब यसको कोलममा कतिवटा मेम्बर छन् मतलब हेर 1 2 3 4 5 मतलब यो त त्यसो भए रोको नम्बर भएर मतलब यहाँ रोको नम्बर भयो रे त्यही भएर नै के गर्नुपर्छ मतलब कि फर्स्ट मैट्रिक्स को कोलम भने सेकेन्ड के गर्नुपर्छ मतलब रो सँग बराबर हुनु पर्यो र के भन्दै त ल किनभने फर्स्ट को रोले सेकेन्ड को कोलमलाई मल्टिप्लाई गर्छ र बुझिन्छ है जान्दै र कि यसले खप्पै हाल्ने तिमीले हेर ध्यान दिनु आफै सोच्न यार नै त्यस्तै यार न जस्तो यो मार्कर तिमी यसरी राख्यो रे यो मार्कर यो हेरे कोलम हेर यो रो हेर बुझिन्छ अब यसलाई मल्टिप्लाई गर्नु भने के यसरी टक्क यसरी बस्नु पर्यो सँगै उत्रु हुनु पर्यो सेम लेन्थ भए बल्ल ओभरल्याप हुन्छ र यो दुटाको लेन्थ त्यसमा सेम हुनु पर्यो अथवा तिम्रो ओभरल्याप हुनु पर्यो अथवा तिम्रो यहाँ हेर्दा के हुन्छ मेम्बर सेम हुनु पर्यो र यसको मेम्बर भने के हुन्छ भने यहाँ त कोलम हुन्छ र बुझिन्छ है कि नम्बर अफ मेम्बर इन रो इज गिवन बाइ नम्बर अफ कोलम हेर कि एउटा रोमा कतिवटा मेम्बर छ के थाहा हुन्छ कोलमले थाहा हुन्छ र
र एउटा कोलममा कतिवटा मेम्बर छ के थाहा हुन्छ, रोले थाहा हुन्छ र त्यही भएर तिम्रो के हुन्छ त फर्स्टको कोलम भने सेकेन्डको रोसँग बराबर हुनैपर्छ र बुझिन्छ है अलिअलि मजाले बुझिन्छ र अब यसको त्यसको एन्सर के आउँछ त 2/2 आउँछ र मजाले यो तिमीले गर्दा तुरुन्तै बुझिहाल्छौ र केरी आउँछ बुझिन्छ है यो गर्दिनुपर्छ केरी गर्ने होला गर्दिनु यहाँ रै यहाँ सब भइरहेको छ थोरै थोरै मैला भेट होइन त अनि म यहाँ गर्दिउँला ठीक छ एकैछिन रुक अब हामी मल्टिप्लाई गरेर हेरौँ यहाँ अब यसले गर्दा के हुन्छ न a into 1 b into 2 c into 3 d into 4 into 5 हेर अथवा त्यो गर्दा के हुन्छ यस्तो हुन्छ रे कि a plus 2b plus के हुन्छ 3c plus 4d plus 5e यो जम्मै तिम्रो एउटा एलिमेन्ट भयो टक्रक्कै यसले यसलाई खप्पै मल्टिप्लाई गरेपछि के हुन्छ मतलब एउटा मेम्बर आयो अब कसको पाली मात्र फेरि यसको पाली अरे फेरि यसको पाली अरे मजाले यो एरो हेरै बुझिन्छ अब के हुन्छ त 6 7 8 9 10 ले हुन्छ अब के हुन्छ त कि 6a plus ल 7b plus 8c plus 9d plus 10e यो तिम्रो सेकेन्ड मेम्बर भयो र बुझिन्छ सिंगै तिम्रो सेकेन्ड मेम्बर हो र साइन प्लस ले जोडिन्छ बुझिन्छ बुझिहाल्छौ र अब यही नम्बर नेगेटिभ आयो फेरि माइनस प्लस मल्टिप्लाई हुन्थ्यो र अब तिम्रो माथिको काम सक्यो र अब कसको पाली मात्र अब यसको पाली आयो यसको पाली हेरै बुझिन्छ मजाले बुझिन्छ र त्यो के हुन्छ एफ जी एच आर जे तिमीले अब पहिला 1 2 3 5 ले गर्छौ अथवा के हुन्छ यस्तो हुन्छ नि f प्लस हेर्दै 2g प्लस ल र 3h प्लस 4i प्लस 5j यो तिम्रो अब थर्ड मेम्बर भयो र बुझिन्छ अब तिम्रो आयो उता यसको तिम्रो अब सेकेन्ड कोलममा गर्नु पर्ने भयो त्यो के हुन्छ त कि 6f प्लस 7g प्लस 8i प्लस सरी h प्लस हैन 9i प्लस 10j र बुझिन्छ यसलाई मजाले अब तिम्रो यो 2/2 को मैट्रिक्स भन्दा भइहाल्यो र कि यो तिम्रो एउटा मेम्बर हो रे बुझिन्छ यो दोस्रो मेम्बर रे यहाँ र तेस्रो यहाँ मजाले यो चौथो र मजाले मतलब त्यसको के हुन्छ 2/2 को मैट्रिक्स भयो र यसरी मल्टिप्लाई गरिन्छ रे बुझिन्छ है नझुकिने कि मैले धेरै स्टुडेन्ट देखाएको छु र कि कस्तो कस्तो मैट्रिक्स त मल्टिप्लाई गर्ने आउन र 2/2 3/3 चाहिँ गर्न सक्छ कस्तो कस्तो दिएपछि फेरि झुकिन सक्छ र अलि अलि बुझिन्छ है यो कहिले पनि नझुकिनु म फेरि दोहोऱ्याउँछु यहाँ यस्तो याद रही यो एरो भनेको फर्स्ट मैट्रिक्सलाई र यो एरो भनेकोलाई मात्र सेकेन्ड मैट्रिक्सलाई ठीक छ है ताजा हो बालपनको कुराहरु याद आए ठीक छ बाल्यकालको कुराहरु याद आए है मजाले याद ताजा गराऊ यहाँ सब बुझिन्छ है मजाले बुझ्नु पर्ने हो र ठीक छ अब म तिमीलाई अर्को एक्जाम्पल दिउँला मजाले र अहिले ओरिजिनल खालको यो तिम्रो मैले अल्फाबेट नम्बरमा दिएँ र म तिम्रो अर्को एक्जाम्पल दिउँला अनि लाइफ लङ बुझ्न हो र अनि हामी जान्छौं बेसिक टाइपमा ठीक छ है एकैछिन रुका जस्ट अ मोमेन्ट ल अब हामी जाउँ अर्को एक्जाम्पलमा आएर ध्यान दिएर यहाँ जस्तो यहाँ है जस्तो ल 2 1 3 ठीक छ ल 2 2 ल 1 गरौँ र 4 3 2 गरौँ ल यो गर्यो ठीक छ है ल म 3/3 गर्दिन्छु ल हामीलाई पछि धेरै चाहिन्छ र म 3/3 गर्दिन्छु है त ल राम्ररी यहाँ अब यस्तो गरौँ ल जस्तै यहाँ के गरौँ ल यस्तो गरौँ ल 1 1 2 गर 1 1 1 गर ल 3 3 3 गर ल यसलाई मल्टिप्लाई गरेर देखाऊ ठीक छ है सामान्य छ है अब यो तिमीलाई मजा आउँछ र म जस्ट फर्मालिटीको लागि मात्रै गर्दैछु र फर्स्टमा तिमी के गर्छौ मतलब यहाँ एरो लाउँछौ अरे एरो लाउने बुझिन्छ नि र यहाँ यसरी एरो लाउने रे कसले कसलाई मल्टिप्लाई गर्छ ठीक छ अब फर्स्टमा के गर्छौ यहाँ हेर्दै फर्स्टमा यसले गरौँला हामी ठीक छ अनि यसले गरौँला अनि यसले गरौँला ठीक छ अनि कसलाई सुरुमा यसले गरौँला अनि यसलाई गरौँला अनि यसलाई गरौँला बुझ्छ है अब डाइरेक्ट लेख्न ट्राई गरौँ है त ल मनमा नै गर्न ट्राई गरौँ यस्ता कुराहरु हामी बिस्तारै सिक्ने बित्तिकै फास्ट गर्न ट्राई गरेर अनि आफ्नो ब्रेनको ग्रोथ हुन्छ है अब राम्रो यहाँ हाल जस्तो यहाँ हेर यसले गर्दा के हुन्छ मतलब 2 ले गर्छ 1 लाई 2 भएर 1 ले 1 लाई 1 मा 3 3 9 हेर 9 + 2 के हुन्छ मतलब 11 हुन्छ र 11 + 1 गर्दा के हुन्छ 12 हुन्छ मतलब यहाँ के आउँछ मतलब 12 आउने भो बुझिन्छ है कसरी भयो मतलब 2 ले 1 लाई 2 हुन्छ 1 भयो 3 भयो र अनि 3 + 9 के हुन्छ 12 हुन्छ बुझिन्छ है भइहाल्यो र अब यसलाई भयो र ठीक छ अब जब सेकेन्ड पार्टमा आयो कि 2 1 3 ले कसलाई 1 1 3 लाई पाले पालो गरेर अब 2 ले 1 लाई फेरि 2 हुन्छ र 1 ले 1 लाई फेरि पनि के हुन्छ मतलब त्यही कुरो हो र बुझिन्छ अब 3 ले 3 लाई फेरि त्यही कुरो हो र मतलब यही छ नि 1 1 3 छ यहाँ 1 1 3 छ र मतलब यहाँ पनि त्यसो 12 आउँछ र बुझिन्छ अब यो पनि सक्यो अब अर्कोको पाली जाऊ र ठीक छ अब राम्रो यहाँ र 2 ले 2 लाई 4 हुन्छ 1 ले 1 लाई 1 अनि बाट 5 भयो अब 3 3 9 हेर अब तिम्रो के हुन्छ त 5 9 ले गर्दा के आउँछ भने 14 आउँछ मजाले बुझिन्छ है भन अनि फेरि ट्राई गरे यहाँ रे 3 3 9 बाट उल्टा जाऊ र अब 1 1 गर्दा के हुन्छ 10 भइहाल्यो र अनि 2 2 4 हुन्छ र बुझिन्छ अब 14 भइहाल्यो नि त मजाले 14 भइरहेछ ठीक छ है बुझिहाल्छ ज्यापै बुझ्छौ र अब जाऊ तिम्रो यो पाली सक्यो यसको पाली सक्यो ठीक छ अब जाऊ यसको पाली हेर सेकेन्डको पाली हेर ठीक छ अब यसले फेरि यसलाई गर्नु पर्यो र कि 2 2 1 ले गरेर के हुन्छ त यो 2 भयो यो 2 भयो र यो 3 नै हुन्छ र
अब 2 to 4 हुन्छ, 4 + 3 के हुन्छ 7 हुन्छ होला, बुझिन्छ? भेरी इजी हेर है। अब यसको पारी सक्यो, अब यसलाई गरौँ हेर, त्यो होला के हुन्छ त त्यही सेम हेर, मतलब फेरि 7 लेखा होला, ठिक छ? अब यसलाई पनि सक्यो, अब त्यसलाई जाऊ हेर, अब यो पनि भइसक्यो अघि। अब यसले गर्दा के हुन्छ, यो 4 भइसक्यो र यो 2 नै छ, 4 to 6 भयो, अनि 6 + 3 होला के हुन्छ 9 हुन्छ, यो 9 भइरहेछ हेर, बुझ्छ है? भेरी इजी हेर, यो पनि भयो हेर। अब जा तिमी यसको पाली हेर, ठिक छ? अब के हुन्छ 4 3 2 ले हेर, अब 4 ले गर्दा 4 नै हुन्छ, 3 ले गर्दा 3 नै भयो, 7 हुने भयो, अनि 3 2 ला 6 हुन्छ हेर, अब 6 7 के हुन्छ 13 हुन्छ हेर, अब सेकेन्ड पनि त्यही हो 13 हुन्छ हेर। र डाउट लाग्ने फेरि दोहोऱ्याएर चेक गर्न सक्छ, उल्टा चेक गर्नु रे के ले ल 3 र 2 गर्दा के हुन्छ 6 हेर हैन, अनि 3 1 3 हेर, 6 + 3 9 हेर हैन, अनि 4 1 4 हेर, अब 9 4 ला के हुन्छ 13 हुन्छ हेर, कुरो सकिहाल्यो। अब जाऊ तिमी यसमा आएर, अब यसको पाली हैन त, ल यसको पाली हेर, यसले गर्ने ल। अब के हुन्छ 4 3 2 ले त्यसलाई गरेर हेरौ, अब के हुन्छ 4 2 8 भयो, 8 भइरहेछ, ठिक छ? अब 8 + 3 के हुन्छ 11 हुन्छ हेर, अब 11 + 6 गर्दा के हुन्छ 17 हेर, सिद्धिहाल्यो 17 हेर। अब डाउट लाग्ने फेरि उल्टा चेक गर्नु हेर, अब के हुन्छ अन्तलाई 3 2 6 हुन्छ, 6 + 3 9 भयो हेर, ठिक छ? अब 9 र तिम्रो 8 गर्दा के हुन्छ 17 हुन्छ हेर, सिम्पल तिम्रो मल्टिप्लाई भइहाल्यो हेर, ठिक छ? अब यो कुरा तिम्रो अब मनमनै गरेर ट्राई गर्नु हेर, यहाँ तिमीले लेखेर गरी हेर, ठिक छ? यस्तो क्याल्कुलेसन तिमीले यदि मनमनै गरेर ठीक निकाल्छौ भने अब तिम्रो माइन्ड धेरै माथि गएर बुझिन्छ हेर। यो नर्मल माइन्डले पहिला त यही याद गर्न सक्दैन हेर, क्वेसन बिर्सिन्छ हेर, एन्सर त कहाँ हो हेर। तर म यो पनि पढाउँदा धेरै प्र्याक्टिस गरेको कुरो हो यो, कि क्लास 11 पढ्दाखेरि 2069 मा म यो पनि ट्राई गर्थेँ। एउटा कुरो म ट्राई गरेँ, तिम्रो 3/3 को डिटरमिनेन्ट और म 3/3 तिम्रो मल्टिप्लाई गरेर मनमनै एन्सर पनि निकाल्न ट्राई गर्थेँ हेर, ठिक छ? सानो सानो नम्बर सकिन्छ बिस्तारै बिस्तारै। तर मेन कुरा यो हो र, मैले तिमीले 2/2 को मल्टिप्लाई सिक्नु हो र मनमनै, अनि बल्ल 3/3 मा जानु हो र। यसले तिम्रो हुन त केही पनि हैन र, तर के हुन्छ आफ्नो मेन्टल एनालिटिकल क्यापेसिटी बढ्छ, सोच्न सक्ने क्षमता बढ्छ र। यदि तिमीले यस्तो कुराहरु फटाफट गर्न सक्छौ भने, कुनै नयाँ कुनै तिम्रो टास्क आइराछ भने नि आफ्नो कलिग भन्दा आफ्नो फ्रेन्ड्स भन्दा तिमीले फास्टर एन्ड एफिसिएन्टली गर्न सक्छौ के र। अनि त्यो कुरा यस्तो कुरा डिटरमाइन गर्छ र, यसले तिम्रो धारणा आउँछ नि त माइन्डमा। यसो काम भनेको ब्रेन शार्पनिङ हो र। तर फुर्सदमा तिमीले अब यस्तो प्र्याक्टिस गर्न सक्छौ। दिस इज लाइक योर माइन्ड गेम हेर, ठिक छ है? यहाँसम्म ठिक छ? भेरी गुड हेर। अब हामी जाउँला बेसिक टाइप्स अफ म्याट्रिक्समा आएर। म पहिला थोरै तिम्रो यहाँ सरसफाई गर्छु, अनि हामी जाउँला बेसिक टाइपमा, ठिक छ है? अब हामी जाउँ बेसिक टाइप्स अफ म्याट्रिक्स हेर। यहाँ लेखौँला 3 नम्बर हेर, बेसिक टाइप्स, कि बेसिक टाइप्स अफ म्याट्रिक्स गरौँला, ठिक छ? ल यहाँ ध्यान दिएर हेर। अब एकदम सिम्पल छ, हामीले पहिल्यै पढिआएको कुरा हो, थोरै रिभिजन गरिदिउँला। अब फर्स्ट आएर रो म्याट्रिक्स हेर। रो म्याट्रिक्स भने के हुन्छ मतलब रो मात्रै हुनु पर्यो हेर। इक्जाम्पल यहाँ हेर, जस्तै 1 2 गर्न सक्छौ हेर, अर्को तिम्रो 1 2 3 4 हुन सक्छ, ठिक छ? भेरी इजी छ है? रो 1 हुनु पर्यो हेर, जेसुकै होस् हेर। कोलम जति पनि हुन सक्छ, रो चाहिँ 1 हुनु पर्यो हेर। अब यसको अर्डर के हुन्छ मतलब 1/2 को अर्डर भयो। यसको अर्डर के हुन्छ 1/3 अब यहाँ 4 भइरहेछ अरे। भेरी सिम्पल है, सक्छ मजाले, भेरी इजी हेर। अब जाऊ तिमी बी मा आएर कलम म्याट्रिक्स हेर। अब बुझेला आफै हेर, कोलम मात्रै हुनु पर्यो। इक्जाम्पल यहाँ हेर, यसरी अब 1 2 हेर, कोलम मात्रै हो। यहाँ हेर 1 2 3 4 कोलम मात्रै हो, ठिक छ? अब अर्डर के हुन्छ रामै छाप हुन्छ हेर। मतलब के हुन्छ मतलब रो तिम्रो के छ भयो, रो दुईटा भयो रे, र कोलम त एउटै छ हेर। यसो रो के छ 4 छ र कोलम एउटै छ हेर। सिम्पल भयो, रामै छाप हेर। बुझ्छ है? भेरी गुड हेर। अब जन हामी यहाँ सी मा जाऊ हेर है, कि रेक्टाङ्गुलर म्याट्रिक्स हेर। मतलब रो र कोलम बराबर छैन भने मतलब के हुन्छ होला कि आई र जे बराबर हुनु भन्यो, मतलब रो र कोलम बराबर छैन, यो भने के हुन्छ रेक्टाङ्गुलर म्याट्रिक्स हुन्छ। के हुन्छ रेक्टाङ्गुलर म्याट्रिक्स हुन्छ, ठिक छ? इक्जाम्पल तिमीलाई नदिनु पर्ला, यहाँ इजी छ एकदमै, कि 1 2 3 4 5 6 ल हेर। बुझिन्छ? मजाले बुझिन्छ हेर। अच्छा रो के छ 2 छ र कोलम छ 3 हेर। बुझिन्छ? रामै छाप हेर। बुझ्छ? रो र कोलम बराबर भएन। अब यही बराबर छ भने के हुन्छ स्क्वायर म्याट्रिक्स हेर, कि स्क्वायर म्याट्रिक्स यदि यो लेख्दैछ भने के हुनु पर्यो भन्दै त ल, कि रो र कोलम बराबर हुनु पर्यो र। नम्बर अफ रो इक्वल नम्बर अफ कोलम लेख्न सक्छ है। इक्जाम्पल तिम्रो धेरै सजिलो छ त्यही 3/3 हेर, कि 1 2 3 ल 4 5 6 लेख्यो, 7 8 9 हेर। बुझिन्छ है? कि 3/3 को म्याट्रिक्स हो। बुझिन्छ? र यो 1/1 पनि स्क्वायर भन्न सक्छ है। यो 1 मात्रै हेर, यो 1/1 को म्याट्रिक्स भयो, कि सिंगल रो सिंगल कोलम के हुन्छ 1/1 हेर। यसलाई पनि तिमीले स्क्वायर भन्न सक्छौ हेर, ठिक छ? यहाँसम्म मजाले बुझिन्छ र। यहाँसम्म क्लियर छ? अब थोरै मेट्छु हेर, अनि हामी अर्को फेजमा जाउँला हेर। एकैछिन ढुका है, जस्ट अ मोमेन्ट। र केही समस्या कमेन्ट गर्न सक्छु हेर, मन पनि कमेन्ट गर्न सक्छु, र बेलामा निलो पनि हेर्दै हेर। मलाई जति सपोर्ट हुन्छ म त्यति धेरै काम गर्छु हेर, ठिक छ है? एकैछिन पढ है, एकैछिन ढुका। अब हामी जाउँ हाम्रो सेकेन्ड फेजमा आएर। लेखौँला ए नम्बर। अब हामी भर्खर के पढ्यौँ त स्क्वायर म्याट्रिक्स पढ्यौँ हेर।
अब हामी पढ्न डायगोनल म्याट्रिक्स हेर डायगोनल म्याट्रिक्स ठीक छ अनि त्यसपछि हामी जाउँ यहाँ हेर हामी जान्छौँ स्केलर म्याट्रिक्स हेर स्केलर म्याट्रिक्स ठीक छ अनि हामी जाउँ यहाँ जी मा हेर है कि यसपछि तिमी जान्छस् अरे युनिट म्याट्रिक्स हेर युनिट और आइडेन्टिटी हेर आइडेन्टिटी म्याट्रिक्स ठीक छ अनि यसमा नल जान सकिन्छ अरे धेरै इजी छ अरे यो है नल त के गाह्रो छ यहाँ हेर अब डायगोनल म्याट्रिक्स भने के हुन्छ त यो स्क्वायर हुनुपर्छ बुझिन्छ यो पनि स्क्वायर हुनुपर्छ र यो पनि स्क्वायर हुनुपर्छ ध्यान दिनु यहाँ हेर है कि यो तिम्रो स्क्वायर हुनैपर्छ यो स्क्वायर हुनैपर्छ र यो पनि तिम्रो स्क्वायरै हुनुपर्छ स्क्वायरकै तिमीले अब अरु ब्रान्चेस भन्न सक्छौ रे यसलाई ठीक छ अब डायगोनल भने त्यस्तो तिम्रो स्क्वायर म्याट्रिक्स हो जसमा के हुनु पर्यो भन्दा लिडिङ डायगोनल बाहेक जम्मै जिरो हेर एक्जाम्पल यहाँ हेर है कि यो 1 2 3 राखेर मैले यो 3/3 को म्याट्रिक्स हुन्छ र म स्क्वायर लेख्दैछु र अब बाँकी जिरो अरे मजाले बाँकी जम्मै जिरो हुनु पर्यो ल अरे बाँकी जिरो छ अरे बुझिन्छ है दिस बिकम्स योर डायगोनल म्याट्रिक्स अरे मतलब के हो लिडिङ डायगोनल चाहिँ नन जिरो बाँकी जम्मै जिरो र अब एक्जाम्पल तिमीले 2/2 लिन सक्छौ अरे त तिम्रो यहाँ 1 2 लेख 0 0 लेख बुझिन्छ दिस विल बी योर डायगोनल म्याट्रिक्स अब तिमीले 4/4 को पनि लिन सक्थ्यौ र बुझिन्छ है ध्यान दिऊ र कि लिडिङ डायगोनल चाहिँ तिम्रो नन जिरो हुनु पर्यो लिडिङ डायगोनल मैले पढाएको थिएँ र अघि लिडिङ डायगोनल प्रिन्सिपल डायगोनल याद आयो है यो हुनु पर्यो नन जिरो बाँकी जम्मै जिरो हेर मतलब यस्तो भन्ने बुझिन्छ अरे है यसलाई तिमीले सिम्बोलिकली यस्तो लेख्छौ अरे कहाँ लेख्नु खोइ म यहाँ लेख्छु अरे कि यहाँ हेर त जस्तै यहाँ हेर तिम्रो aij इज नट इक्वल टु 0 इफ I इज इक्वल टु j यसरी बुझ्न सक्छ कि यदि I इज इक्वल टु j छ भने यो एलिमेन्ट तिम्रो जिरो हुनुहुन्न भने यहाँ दिस इज योर सिम्बोलिकल रिप्रेजेन्टेसन अफ डायगोनल म्याट्रिक्स म यहाँ लेख्छु ठुलो अक्षर यहाँ है कि aij इज नट इक्वल टु 0 इफ I इज इक्वल टु j यदि यो छ भने जिरो हुनु भएन नत्र बाँकी जम्मै जिरो हुनु पर्यो नत्र ai चाहिँ जिरो हुन्छ यदि तिम्रो ध्यान दिनु त ल यस्तो लेख्न मिल्छ अझै हेर कि aij इज इक्वल टु 0 इफ I इज नट इक्वल टु j कि I र j बराबर छैन भने तिम्रो के हुन्छ न त्यो एलिमेन्ट तिम्रो जिरो भइहाल्छ र यदि यो छ भने हाम्रो के हुन्छ त यो मजाले हुन्छ हाम्रो डायगोनल म्याट्रिक्स र बुझिन्छ है क्लियर हुनु पर्ने हो यसरी सिम्बोलिकली पनि लेख्नु पर्छ है कहिले बुझिन्छ होला अलिअलि म थोरै मेट्छु है फोर गरेर आछ हैन यहाँ थोरै मेटु लाएर म यहाँ लेखा थिए यहाँ लेख्दा बुझिहाल्छ सानो भएर म उता लेख्दै है अब राम्रो यहाँ हेर अब स्केलर म्याट्रिक्स र अब यो डायगोनलकै टाइप हो र स्क्वायर त हुनै पर्यो डायगोनल पनि हुनु पर्यो तर के हुनु पर्यो मतलब यो हरेक एलिमेन्ट सेम हुनु पर्यो यसमै एक्स्ट्रा फिचर बुझिन्छ है के हुनु पर्यो मतलब हरेक सेम पर्यो द टाइप अफ डायगोनल म्याट्रिक्स इन व्हिच के मतलब हरेक एलिमेन्ट अफ लीडिङ डायगोनल आर सेम हेर एभ्री एलिमेन्ट अफ लीडिङ डायगोनल मस्ट बी सेम हेर एक्जाम्पल यहाँ हेर अब यसैमा हेर कि 1 यसो गरौँ 2 2 गरौँ ल 2 2 2 गर्न सक्छौ र 0 0 राख 0 राख ल 0 0 राख मजाले हेर ल सेम भइहाल्यो बुझिन्छ है मजाले हेर अब यहाँ पनि त्यही हेर सपोज यहाँ राख हेर 2 2 राख ल अब यहाँ 0 0 राख है दिस इज योर नाउ स्केलर म्याट्रिक्स हेर बुझिन्छ स्केलर म्याट्रिक्स भइहाल्यो ठीक छ है भेरी भेरी गुड हेर यहाँसम्म क्लियर छ भेरी गुड अब जाऊ तिमी युनिट और आइडेन्टिटी म्याट्रिक्स हेर तिमीलाई सब थाहा होला यसकै टाइप हो त्यो कि स्केलर म्याट्रिक्सकै टाइप हो तर यो सबै 1 नै हुनु पर्यो बुझिन्छ है ध्यान दिनु है स्क्वायर को टाइप हुन्छ डायगोनल डायगोनल भित्र चाहिँ तिम्रो स्केलर यो भित्र तिम्रो युनिट हेर मैले हायरार्की मेन्टेन गरेर राखिदिएको छु हेर ठीक छ है अब यहाँ के हुन्छ न 1 1 हुनु पर्यो बाकी जम्मै 0 हेर बुझिन्छ मतलब के मतलब कि लिडिङ डायगोनलको एलिमेन्ट तिम्रो 1 मात्रै हुनु पर्यो हेर बुझिन्छ यस्तो भने हुन्छ हेर if I is equal to j then aij is equal to 1 हेर नत्र सबै 0 हेर यदि I र j बराबर छ भने बाकी जम्मै 0 हुनु पर्छ बुझिन्छ है त्यो भन्न खोजेरले अब 3/3 को त मैले गर्दिन नपर्ला तिमीले बुझिहाल्छौ है के हुन्छ मतलब यो 1 1 1 लेख यहाँ 0 0 लेख यहाँ 0 यहाँ 0 लेख यहाँ 0 0 लेख बुझिन्छ मजाले बुझिन्छ अब नल म्याट्रिक्स मतिर भन्नु नपर्ला हेर सबै 0 0 ठीक छ है सबै 0 0 हेर बुझिन्छ मजाले बुझिन्छ र अब मलाई एउटा कुरो यो थाहा छ है कि स्टुडेन्टको दिमागमा यो बसिरा होला कि यसलाई मैले भनेको थिएँ र यसलाई किन युनिट म्याट्रिक्स भनिन्छ यसको नाम किन आइडेन्टिटी भयो किन भन्दै त ल म यहाँ थोरै बुझाउँछु एकैछिन म यो मेट्छु अनि म यहाँ बुझाउँछु भने एकैछिन ढुका जस्ट हुँदै त अब हामी हाम्रो लेक्चरको सबभन्दा सेकेन्ड महत्त्वपूर्ण पार्ट हेर अब फर्स्ट के थियो भन्नु अब मल्टिप्लाई किन गरिन्छ त्यो एकदम महत्त्वपूर्ण पार्ट थियो र द्याट वाज आवर मोस्ट इम्पोर्टेन्ट टपिक हेर ठीक छ यो लेक्चर भरिको अब हाम्रो कुरा आउँछ यसको नाम किन आइडेन्टिटी हेर अब युनिट के त बुझ्दा अब यहाँ 1 1 छ र ठीक छ एकदम ध्यान दिऊ एकदमै ध्यान दिऊ है
कि यसको नाम यो हुनुपर्छ है कि यसको फुल नेम के हुन्छ न कि युनिट अथवा मल्टिप्लिकेटिभ आइडेन्टिटी के भन्छ त मल्टिप्लिकेटिभ आइडेन्टिटी भन्नु खोजे अरे यसको मिनिङ यो हुन्छ अरे कि मल्टिप्लिकेटिभ आइडेन्टिटी भन्नु खोजे त्यसले आइडेन्टिटी मात्र होइन त्यो मल्टिप्लिकेटिभ आइडेन्टिटी हुन्छ फुल नाम हेर अब यसको मिनिङ के हो मल्टिप्लिकेटिभ आइडेन्टिटी भने त्यो क्वान्टिटी हो जसले मल्टिप्लाई गर्दा फेरि फरक नै पर्दैन हेर फर एक्जाम्पल तिमी यहाँ आएर सपोज 5 छ हेर अब यसलाई तिमीले केले मल्टिप्लाई गर्दा 5 आउँछ होला यो के जाब बस्ने हेर हैन याद गरौ ओपल हामी बच्चा पढ्दै आएको यो 5 भन्छ 5 मतलब 1 इज योर मल्टिप्लिकेटिभ आइडेन्टिटी अफ त्यो नम्बर सिस्टम हेर त्यस्तै अब 5 प्लस समथिङ इज इक्वल टु 5 हेर यहाँ के हुन्छ अब याद गरौ ओपल यहाँ 0 हुन्छ म दिस इज योर नाउ एडिटिभ आइडेन्टिटी के हुन्छ एडिटिभ आइडेन्टिटी हेर यसले एडिसन गर्दा केही फरक पर्दैन कि 0 नम्बरले एडिसन सबट्र्याक्सनमा केही चेन्जेस ल्याउँदैन हेर त्यस्तै 1 ले मल्टिप्लिकेसनमा केही चेन्ज ल्याउँदैन अब आइडेन्टिटी भने के हो आइडेन्टिटी परिचय हेर अथवा आफै हुनु भन्न खोजे हेर कि 5 को त 5 आइडेन्टिकल हो र आइडेन्टिकल भने के हुन्छ आइडेन्टिकल यहाँ आइडेन्टिकल यो भने के हो यो सेम हो र आफू जे हो त्यही भन्न खोजे हेर अब यो 5 त 5 सँग आइडेन्टिकल छ र नाउ 0 इज योर एडिटिभ आइडेन्टिटी बुझिन्छ अब यो 5 सँग सेमै छ र मतलब 1 इज योर मल्टिप्लिकेटिभ आइडेन्टिटी अब तिमीले बुझ्यौ होला र कि नल म्याट्रिक्स इज योर एडिटिभ आइडेन्टिटी म्याट्रिक्स हेर किनभने यो म्याट्रिक्स तिमीले कुनै मिल्ने गरी अर्को म्याट्रिक्समा एड गर्छौ भने त फरक पर्दैन र नाउ दिस इज योर एडिटिभ आइडेन्टिटी म्याट्रिक्स हेर ध्यान दिने अब यहाँ जुन तिमी आइडेन्टिटी मात्रै लेख्छौ यसको मिनिङ के हुन्छ मल्टिप्लिकेटिभ आइडेन्टिटी म्याट्रिक्स मतलब यो म्याट्रिक्सले तिमीले कुनै अरु म्याट्रिक्सलाई मल्टिप्लाई गर्छौ भने म्याट्रिक्समा केही पनि चेन्ज आउन र जस्ताको तस्तै आउँछ नपत्याएर हो आफैले गरेर ल यहाँ आएर एक्जाम्पल यहाँ ल एबीसीडी भन्ने एउटा म्याट्रिक्स छ म सानो एक्जाम्पल लिन्छु है अहिले अब यसलाई आइडेन्टिटी के हालिन्छ मतलब त्यही हाल्नु पर्यो रे मजाले के हुन्छ 1001 हाल्नु पर्यो अब तिमी मल्टिप्लाई गरिहेर त ल के हुन्छ मतलब यहाँ आएर फेरि पनि रुल हेरै कि यसलाई मल्टिप्लाई गरिन्छ हो कि भन्देऊ मजाले हो र अब यहाँ आएर के हुन्छ a1 ले a हुने भयो b त 0 छ र मतलब a + 0 a भयो अब यसलाई गर्नु भएर के हुन्छ a * 0 0 हुन्छ b * 1 b भयो अब तिमीले बुझ्यौ आफै यहाँ c र d आइहाल्छ र अब बुझेसको नाम किन आइडेन्टिटी भयो अब किनभने यसले मल्टिप्लाई गर्दा फरक पर्दैन र त्यही आउँछ र नाउ दिस इज योर मल्टिप्लिकेटिभ आइडेन्टिटी जुन तिम्रो नम्बर सिस्टममा 1 हुन्छ र 1 भनेको युनिटी हो नि त त्यही भएर हामीले त्यहाँ युनिट म्याट्रिक्स भन्न छौं फेरि तिमीले के नबुझ्नु भने यहाँ तिमीले अब 1 2 3 4 लेख्छौ अनि युनिट म्याट्रिक्स भन्नु फेरि कहाँ हुन्छ रे यो त भएन यो गर्न पाइदैन युनिट म्याट्रिक्स यो हुन्छ रे ध्यान दिने हेर यो भएर तिमीले युनिट भन्न आछौ त्यहाँ योसँग कम्पेयर गर न यसको 1 जस्तो त्यसको आइडेन्टिटी म्याट्रिक्स हो मतलब मल्टिप्लिकेटिभ आइडेन्टिटी अथवा युनिट म्याट्रिक्स हेर र यसको 0 जस्तो के हुन्छ त्यहाँ नल म्याट्रिक्स अथवा एडिटिभ आइडेन्टिटी बुझिन्छ र यदि तिमीलाई आइडेन्टिटी मात्रै भन्न आछ भने हामी के बुझ्छौं भने मल्टिप्लिकेटिभ आइडेन्टिटी नै बुझिन्छ यहाँसम्म ठीक छ है अलि बुझ्नु पर्ने हो र काहीँ केही समस्या कमेन्ट गर्न सक्छौ होला मन परे पनि कमेन्ट गर्न सक्छौ होला ठीक छ अनि हामी थर्ड लेक्चरमा के गर्छौं मतलब एडभान्स टाइपमा जाउँला र कि सिमेट्रिक म्याट्रिक्स स्क्यू सिमेट्रिक म्याट्रिक्स अलिअलि प्रपर्टिज ठीक छ अनि हामी जान्छौं सब म्याट्रिक्स अलिअलि छ र अनि हामी जान्छौं ट्रायंगुलर म्याट्रिक्स र अप्पर ट्रायंगुलर लोअर ट्रायंगुलर र ठीक छ है हामी यसको थर्ड लेक्चरमा गरौँला यहाँसम्म बुझिन्छ काहीँ केही समस्या कमेन्ट गर्न मजा आएर बुझिहाल्छौ है ल यहाँसम्म क्लियर छ र अब काहीँ केही समस्या कमेन्ट गर्नु है ल अब स्टे ह्याप्पी हेल्दी एन्ड प्रोडक्टिभ स्टे सेफ सबैलाई बाइ बाइ ठीक छ नमस्कार।